छ साथीहरु आइसक्नु भएको छ भोइसको ब्लगमा फर्स्टमा चाहिँ सब्स्क्राइब गरिहाल्नुस् देखिसक्नु भएको छ म कहाँ छु भनेर अहिले पनि एक्लै छ कोही डिस्टर्ब गर्ने मान्छे छैन ब्लग बनाइरहेको छु तर मान्छेको अगाडि चाहिँ अहिलेसम्म बनाएको त छैन ठीक छ तपाईहरुले सपोर्ट गर्नुहुन्छ भनेको म मान्छेको हुलमा पनि ब्लग बनाउन चाहन्छु हैन तपाईको सपोर्ट छ भने चाहिँ अत्र भने चाहिँ फेरि एक्लै हो नि त को आएको छ बोइज आएको छ ब्लगमा तिमी कस्तो ठाउँमा बब्बाल एकदम नेचर जो नेचर लभर हुनुहुन्छ उहाँको लागि चाहिँ यो हैन ब्लग हेर्नुस् ठीक छ नि त के छ र सब्स्क्राइब त गरिहाल्नु भएको होला मलाई थाहा छँदैछ तपाईं कति माया गर्नुहुन्छ बोइजलाई भनेर जो केटाहरु छ ए ल केटाहरु के छ सन्चै होला हैन केटाहरु अहिले के गरिरहेछ मलाई पनि थाहा हैन तर आउने हो केटाहरु बोइजसँग जुड्ने हो अहिले चाहिँ तपाईँ चाहिँ एक्लो भएछ अनि म एक्लै छु के कोही साथीहरु छैन भन्दा नि छैन छ भन्दा छैन तर बोइज म एक्लै छु अहिले साथीहरु सबजना मेरो सर्कलमा चाहिँ जोड्न चाहन्छु कि दिस इज भ्यू एट दिस इज भ्यू अमेजिङ भ्यू आज चाहिँ हाम्रो शिवपुरी हैन इंग्लिश पनि आउँदैन के हान्ने मयो बोइ चाहिँ हो आको 360 guys 360 360 मा कसरी भिडियो बनाएको छ त्यसले मैले एन्ड्रोइडबाट बनाएको मसँग फेरि हाम्रो फोन पनि छैन के हेर्नुस् यस्तो राम्रो ठिकै छ नुवाकोटबाट चाहिँ हामी गएको थियौं शिवपुरी हैन शिवपुरीको भ्यू चाहिँ यस्तो छ साथीहरु लाइक कमेन्ट गर्नु होला आजको ब्लग चाहिँ साथीहरु धादिङबाट स्टार्ट हैन बिहान 4 उठिसकेको छु म चाहिँ आज एकदम बिहान 6 बजे उठेर चाहिँ ब्लग स्टार्ट गर्नलाई चाहिँ रेडी भएर आइसके हैन तपाईहरु चाहिँ भिडियो हेर्दै गर्नु होला साथीहरु कन्टिन्यू दिनु होला बबाल ठाउँमा लाग्छ तपाईलाई हैन शिवपुरी देखि अहिले हामी चाहिँ धादिङमा छौं लेट्स सी गाइज हामी चाहिँ बस्ने घर यही हो आजको हैन निस्किनु पर्ने हुन्छ एक्लै छु अहिले चाहिँ बिहान 4 उठिसकेको छु अनि साथीहरु चाहिँ सुतिरहेछन् हैन साथीहरु ए देख्न सक्नुहुन्छ बबाल छ ठाम चाहिँ जाँदैछु म बनाउनको लागि तल जाने रे हैन मलाई पनि जाउँ बाबु जाउँ मलाई तलसम्म जाउँ अब हामी चाहिँ त्यो जानुपर्ने बिहानको 7 बजी हो आमा अहिलेसम्म मुख त धुहाएन हैन चिन्ता नगर्नु साथीहरु टेन्सन देखिरहेको छु साथीहरु चिन्ता नगर्नु उठिसक्यो है जाम सामनै पठाउनुपर्छ केटाहरू बोइज आइसकेको छ नि त चिन्ता गर्नु पर्दैन गाडीमा त दौडिनुपर्छ साथीहरू यस्तो चिसो छ यहाँ त होइन गाइजहरू अनि पनि दार्जिलिङतिर दौडिरहेको छु बिहान होइन तपाईँले चाहिँ वेलकम टु माई भ्लग फेरि पनि होइन लाइक सब्सक्राइब सेयर हान्नु होला साथीहरू हेलो के छ ब्रो के छ सन्चै छ म चाहिँ बिहानको लागि चाहिँ मान्छे के गर्न आएको साथीहरू होइन यो देखाउँछु नि त यो हेर्न आएको यो हेर्न आएको है म छ नि त यो बादल बब्बाल छ भने यो हेर्नको लागि होइन बिहान यता सूर्य छ अनि यतातिर यो तल चाहिँ घरहरू छन् होइन बिचमा बादल छ माथि त्यो हिमाल भयो माछापुच्छ्रे हिमाल अनि त्यो गणेश हिमाल त्यो माछापुच्छ्रे छ नि त साथीहरु यस्तो भएको अनि यतातिर गणेश हिमाल छ होइन अनि यो चाहिँ धादिङ जिल्ला यो बादल हेर्नको लागि चाहिँ बिहानमा देखिन्छ फेरि दिउँसोमा चाहिँ बादल लाग्दैन है त्यो भएर चाहिँ बिहान पनि आइदिएको हेर्न बबाल छ है माछापुच्छ्रे हिमाल पनि छ गणेश हिमाल पनि छ है तपाईले चाहिँ हिमाल पनि देख्न सक्नुभयो होला साथीहरु ठीक छ
अहिले अस्तिको भ्लग हेरिसक्नुभयो होला होइन, तर पनि म अहिले उतासम्म जान्छु हो, त्यहाँ अगाडिसम्म के कस्तो छ हाम्रो बिचरा। के भयो बाबु? त्यो कुकुरलाई कसले हानेछ यार? फेरि यहाँनिर हान्दै रहेछ टाउकोमा यस्तरी कुकुरलाई। कसैलाई कुकुरलाई माया लाग्नु पर्दैन, मलाई त एलर्जी जस्तो ल, मैले त हान्दिनँ ल, तर माया चाहिँ लाग्छ। गाउँको कुकुर फेरि लास्टै वफादार हुन्छ कि, जे भने त्यही भन्छ। सहरको कुकुर त बाटैमा ठोकिदिन्छ, गाउँको कुकुर ठोक्दैनन् कि साथीहरू, जस्तै हान्दिनँ। बिचरा हेर न मलाई के भयो, मेरो पछि आइरहेछ। आइज अरू चाहिँ अहिले उठ्नुहोस् कि मेरो भ्लग हेर्दाखेरि उठ्नुहोस् सुतेर भ्लग चाहिँ नहेर्नुहोस् कि साथीहरू। यस्तो ठाउँमा आइसकेपछि म हिजो माथि डाँडामा गएर बनाएको भ्लग हेरिसक्नु होला होइन, दार्जिलिङ जिल्लाको। आज पनि किन्छु, तर आज चाहिँ उता जानुपर्ने हुन्छ। त्यो साइडमा कस्तो देखिन्छ पारी हिमाल। अनि यहाँ चाहिँ त्यो एउटा हुन्छ नि त साथीहरू, दार्जिलिङ जिल्लामा भन्दा यो त्यो उता नुवाकोट साइड पर्छ जस्तो छ। तल चाहिँ पुरै घर हुन्छ होइन, घरहरू हुन्छ। अनि माथि बिचमा चाहिँ बादल पुरै हुन्छ कि, अनि त्यहाँभन्दा माथि चाहिँ के भन्छ डाँडा हिमालहरू देखिने ठाउँ चाहिँ उयो यो हो साथीहरू। हेर्नु त यहाँतिर हिमालहरू छ, लान्टाङ के माछापुर चाहिँ हिमाल चाहिँ यो होइन। त्यहाँबाट तल बादल छ, तलहरू चाहिँ घर चाहिँ बिचमा खाली छ क्या पुरै। त्यतातिर घाम लागिरहेछ होइन, यस्तो क्लाउड एरिया छ होइन। कपाल जुवाको बिहान त्यही हेर्नुको लागि चाहिँ म बिहानै उठिसकेँ कि होइन। मैले फेरि मुख पनि धोएन, चिन्ता नगर्नु साथीहरू। अहिले म त्यो टपमा गएर फेरि त्यो क्लाउड एरियाको चाहिँ भ्यू हुन्छ। सो हेर्नुहोस् साथीहरू, यही हो यतातिर यो हिमालहरू है, सरलाई तल त्यो बादल भयो होइन। अनि त्यहाँबाट उता चाहिँ यो पनि हिमालय हो। त्यहाँबाट सरर लाएर यस्तो छ, यतातिर घाम लागिरहेछ। अनि यतातिर यस्तो छ, अनि यतातिर पनि पुरै घाम लागेको छ। त्यो हल्का बादल छ नि, त्यो हल्का बादल चाहिँ यतातिर लागेको छ। अनि म चाहिँ हेरिसकेँ केही छैन, त्यो बाटोबाट जाँदैछु माथि। हेलो गाइजहरू, म आइसकेको छु एकदम दार्जिलिङको टप भ्यूमा है। तपाईँले चाहिँ म पबाल ठाउँ देखाउने छु। अस्ति तपाईँले इभिनिङको देखिसक्नु भएको छ होइन, त्योभन्दा अगाडिको भ्लगमा। अनि आज चाहिँ यही ठाउँमा आएको छु, मर्निङको भ्लग होइन। मर्निङमा कस्तो रहेछ त, कस्तो हुन्छ बिहानमा होइन दार्जिलिङ जिल्ला। तपाईँहरूले चाहिँ देखाउनुको लागि म बिहान 7 बजी उठेर आइसकेँ। अहिले चाहिँ हल्का घाम लागिरहेको छ यतातिर होइन। एकछिन ल साथीहरू, एकछिन वेट गर। उठेर आएको त्यहाँ परबाट आएको, त्यहाँबाट हिँडेर 10 मिनट लाग्दो रहेछ है यता आउनुलाई। अनि सूर्य उदाइसकेको छ, तपाईँहरू पनि उठ्नुहोस् होइन। दामी भिडियो देखाउँछु, भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होइन, यस्तै छ। अनि भ्लग चाहिँ मन पऱ्यो भने लाइक सब्सक्राइब सेयर हान्नुहोस् होइन साथीहरू। यस्तै छ, बोइज आइसकेको छ भ्लगमा, बोइजको भ्लग होइन। नयाँ कन्टेनर हो, नयाँ कन्टेन्ट लिएर आउँदैछ साथीहरू, चिन्ता गर्नु पर्दैन। लेट्स सी गाइस। अब बिहान चाहिँ यतातिर यो भयो होइन, धादिङ जिल्ला नै हो। अहिले बिहान चाहिँ घाम लागिसकेको छ, अनि यतातिर हल्का हुसी लागेको छ, हल्का त्यति क्लियर देखिँदैन रहेछ होइन बिहानमा चाहिँ। अनि यता बेसी चाहिँ यतातिर छ, हल्का बादल लाग्ने रहेछ बिहानमा चाहिँ। अनि यताको बबाल भ्यू भनेको चाहिँ के रहेछ भन्दाखेरिमा होइन, तल चाहिँ बादल लाग्ने, माथिहरू चाहिँ घाम लाग्ने, तल फेरि घरहरू के त्यस्तो भएको ठाउँमा आइरहेको छु होइन। तपाईँहरूले चाहिँ देखाउँछु बबाल हुन्छ है। ल साथीहरू, हेर्नको लागि रेडी हुनु होला होइन, एकदम लाइक गर्नको लागि पनि रेडी हुनु होला। म चाहिँ हिमाल भएको अनि बादल भएको अनि चट्ट लगाएर घाम लागेको ठाउँ देखाउँदैछु। लेट्स सी गाइस। यही हो यतातिर त्यो एउटा हिमाल होइन, माछापुर चाहिँ हिमाल हो त्यो। त्यहाँभन्दा तल त्यो बादल लागिरहेको छ होइन, माछापुर चाहिँ भन्दा तल, त्यहाँभन्दा तल घरहरू छ के। अनि यतातिर एउटा हिमाल यतातिर छ, एउटा हिमाल त्यतातिर छ होइन। अनि लेट्स सी, यो चाहिँ
धादिङ जिल्ला साथीहरू धादिङ जिल्लामा छु है, चिन्ता गर्नु पर्दैन। आज धादिङमै छ भ्लग, अहिलेसम्म कन्टिन्यू धादिङमै छ। अनि यतातिर घाम लागिरहेछ होइन। अनि यो साइड जाँदाखेरि चाहिँ फेरि यस्तो घाम लागेछ, तर हल्का क्लियर छैन के, यो बादल लागेको छ नि त साथीहरू, त्यही भएर। अनि फेरि अस्तिको ठाउँमा आएको छु साथीहरू, अस्तिको बेलुका आएको थिएँ होइन म, हिजोको बेलुका। अनि त्यो भ्लग तपाईँले हेरिसक्नुभयो होला, नहेरेको छ भने चाहिँ युट्युब च्यानलमा गएर अनि मेरो योभन्दा सेकेन्ड भ्लग हेर्नु होला होइन साथीहरू। अनि बबाल छ, लेट्स सी। यही हो भ्यू मर्निङको। अनि म त चप्पल लगाएर आएको छु अहिले है, कस्तो लागिरहेको छ साथीहरू, बबाल छ नि होइन। तपाईँहरू पनि आउनु मन लागिरहेको होला यता। यस्तो टप भ्यूमा बबाल छ, पारी डाँडा काँडा पुरै बादल अनि सनलाइट। अनि तल चाहिँ घरहरू छ, यतातिर सानो सानो घरहरू छ है। अनि यतातिर घाम लागेर चाहिँ बबाल देखिन्छ, यतातिर चाहिँ हल्का क्लियर देखिने रहेछ। अनि उ त्यो बादल छ नि साथीहरू, उ त्यो बादल चाहिँ उता हिमालबाट चाहिँ आउने रहेछ। त्यहाँबाट चाहिँ अहिले त्यो बादल हल्का पातलो पातलो हुँदै त्यहाँबाट बग्दै यो हल्का हल्का छ नि त बादल, त्यहाँ आउँछ होइन। मैले हिजो चाहिँ बिहानमा आएको थिएँ, अनि बिहानमा चाहिँ हल्का टाइम मिलेन होइन, त्यही भएर चाहिँ आज चाहिँ हल्का टाइम थियो, त्यसैले भ्लग बनाउनुको लागि अहिले आएको है। चिन्ता गर्नु पर्दैन साथीहरू। अनि होला होइन, कतिन्जेलसम्म यस्तो ट्राभलिङ भ्लग आउँछ त्यतिन्जेलसम्म होइन। टन्नै छ अहिले चाहिँ घुम्नको लागि चाहिँ म गइसक्यो, काठमाडौँबाट निस्केको, एकदम छुट्टी थियो होइन। अनि कति दिन भयो होला, ट्याक्क 6 दिन भएछ होइन काठमाडौँबाट निस्केको, त्यही हो। अनि यस्तो ठाउँमा घुम्ने छ, हेटौँडा पनि घुमियो होइन। हेटौँडा जान बाँकी नै छ अझ, हेटौँडा पनि देखाउने छु तपाईँलाई। हेटौँडा घुम्न बाँकी नै छ, अनि अरू जिल्ला टन्नै घुम्न बाँकी नै छ, बुटोल जान बाँकी नै छ होइन। अनि अहिले चाहिँ धादिङमा छौँ हामी चाहिँ, उता शिवपुरी पनि गएर आइसक्यौँ होइन। साथीहरू देख्न सक्नुहुन्छ हामी सिधै धादिङ जिल्लाको अहिले टप भ्यूबाट चाहिँ यो बादल क्लाउड चाहिँ लिनको लागि आएछौँ होइन। बवाल छ। कतिसम्म स्कुल हो यो त पानी का मेरो कहाँ साथीहरू लाग्यो हामी कस्तो भन साथीहरू, हामी ओह्रालो लाग्दैछौँ है। खतरा बाटो छ यता होइन, हाम्रो दाइले चाहिँ लग्दै हुनुहुन्छ। धादिङ हो यो धादिङ, हामी तलतिर झर्दैछौँ है। बाटो चाहिँ चिप्लो रातो माटो रहेछ यतातिर है। धादिङको